बिस्तारै गर्छु बिस्तारै ओ यो सुन्नेको छ कि यो खुट्टा नहोस् अनि यसलाई चाहिँ अब यो मसाज जति हुन्छ ल हामी चाहिँ घर आइपुग्यौँ कति बज्यो 7:30 7 बजेर 8 मिनट 7 बजेर 8 मिनट हामी माथि रत्नगिरी दिनभरि होटल बसेर अब अहिले हामी घर आइपुगे घर आएपछिको ड्युटी चाहिँ यहाँ अब यस्तो छ पहिला सुरु 3 जनालाई उहाँहरूको घाँस गर्छ अब हामी आएपछि यिनीहरूले कराएर माफ पठाएको घाँस हो पहिला मेन चाहिँ के हो भने यिनीहरूलाई चाहिँ यो हाम्रो अहिले लम्पी डिजिज भएको छ कि लम्पी डिजिज भनेको चाहिँ के रहेछ नि गाईको लागि यो चाहिँ यो फोका हुने कि यो घाँटीहरूमा यहाँ छ नि सानो सानो फोका छ नि यो आउने रहेछ लम्पहरू त्यसले गर्दा लम्पी डिजिज भन्नुहुन्छ यो यति प्राणघातक त होइन अब सुरुमै थाहा पायो भने तर यिनीहरूको स्पेसिफिक दबाई नहुनाले चाहिँ यसको केयरको लागि चाहिँ अलिकति ध्यान दिनुपर्ने छ अनि यो हाम्रो पूर्णिमा चाहिँ यहाँ बस्न पनि सकेको छैन कि किन सकेको छैन भने लेफ्ट खुट्टा चाहिँ यसको सुन्निएको छ होइन स्वलन छ त्यसले गर्दा यसलाई चाहिँ हामीले आज अब दबाई गर्न यो म्याग्नेसियम सल्फेट लिएर आएको छ एप्सम सल्ट भन्छ नि होइन एप्सम सल्ट भन्छ लेफ्ट खुट्टामा यता बिस्तारै गर्छु बिस्तारै ओ यो सुन्निएको छ कि यो खुट्टा नहोस् अनि यसलाई चाहिँ अब यो मसाज जति हुन्छ ल यो उसले लगाएको टिका चाहिँ फेरि दबाई यो चाहिँ उसको चाहिँ यो कम्पेयर गऱ्यो नि यो खुट्टा र यो खुट्टामा चाहिँ यो छोएको दुख्ने भएको छ नि यसले पेनफुल हुँदैछ यो अनि यसमा चाहिँ हामीले अब एप्सम सल्ट गरिदिनुपर्छ एप्सम सल्ट गरेपछि हल्का सेक्ने त्यसले खाऊ घाँस खाऊ घाँस खाऊ कान्छी जति हुन्छ ल उसले थाहा पाइसक्यो मसाज खान्छ तल अलिक तल हो त निमा उसलाई पनि मजा आउँछ होला नि त मजा हुँदैछ हेर घाँस मुखमा घाँस निलो टिका लाएर पुरा निलै भएको छ नि शरीर हेर मान्छेबाट बगाइदिएको रहेछ के सुनेको मजा आयो सन्चो भएलाई तातोले सन्चो भयो तातोले सन्चो भयो हेर त हात ज्वरो छैन नि ज्वरो चाहिँ कम भएको छ हिजो निकै रातो थियो नि तातो थियो नि कान तातो थियो नि अहिले अझै छ ज्वरो छ खाने होइन यसरी त्यसलाई पनि अलि सन्चो हुँदो रहेछ उसले पनि दिँदो रहेछ मजाले अब त हिजो त छुनु देख्थेन नि म्याग्नेसियम सल्टले चाहिँ सुन्ने पनि हुन्छ अरे बोन पनि अलिक स्ट्रङ हुन्छ अरे त्यसले गर्दाखेरि अनि लम्पी डिजिजको चाहिँ सिम्टम सुरुमा चाहिँ यही हो अरे त्यसले गर्दाखेरि हामीले चाहिँ यो चाहिँ अलिकति ध्यानै दिनु पऱ्यो सबैजना यो फार्मर दाजुभाइहरूलाई यो कुरा चाहिँ अहिले लम्पी डिजिज चाहिँ फेरि यो भाइरलै हो यो डाँठहरूले यो के भन्छ माखाहरूले लिएर आउँदो रहेछ कि त्यसले गर्दाखेरि चाहिँ हामी केयरफुल हुनु चाहिँ जरुरी छ होइन अन्त अर्को चाहिँ भ्याक्सिनेसन पनि मस्ट भ्याक्सिनेसन हरेक इयर चाहिँ भ्याक्सिनेसनहरू आउँदो रहेछ त्यसको लागि आफूले पनि अलिकति कोसिस गरेर भ्याक्सिनेसन खोज्ने या फेरि भेटलाई भनेर चाहिँ हरेक वर्ष चाहिँ डेट राखेर भ्याक्सिन चाहिँ गर्नु पऱ्यो अब यिनीहरू पनि लाइफै हो होइन हामी पनि अब नयाँ फार्मर हामी पनि सिक्दैछौँ कतिवटा कुराहरू हो त्यसले गर्दाखेरि तपाईँहरू पनि गर्नु होला त्यही छ हाम्रो चाहिँ अब तपाईँहरूलाई के भन्ने दिस इज अ हम्बल सजेसन